के नपुगेर चाहिँ नेपाल जान लाग्नुभयो, के गएर राजनीति गर्ने हो भनेर आज बिहान मलाई एकजना बहिनीले क्वेसन सोधेको थियो। यसमा चाहिँ मेरो एकदमै क्लियर कुरा छ। हामी जस्तो यङ मान्छेहरू जो प्राइम एजमा छ, यो मान्छेहरू चाहिँ एटलिस्ट एउटा केही हदसम्म अब विदेश आएको के को लागि, विदेश आएको भनेको अलिकति एक्सपोजरको लागि, नयाँ कुरा हेरौँ सिकौँ होइन, अलिकति पैसा कमाऊँ भन्ने हो। त्यो मिसन भनेको अब पैसा भनेको मान्छेलाई कहिले पनि पुग्दैन। फेरि एउटा कम्फर्ट जोनसम्म पुगिसकेपछि, आफूलाई कन्फिडेन्स आइसकेपछि चाहिँ कहाँ हो जाने, प्राइम एजमा अब हामी नै हो जाने। र यहाँ चाहिँ के थियो, यहाँ मेरो घर कहिले पनि भएन। यहाँ चाहिँ हाउस थियो, मेरो होम जहिले पनि नेपालमै थियो। मेरो परिवार सबै कुरा चाहिँ सबै उता थियो। त्यो भएर म जान लागेको भनेको घर हो। घर जानलाई किन घर जान लागेको बेलुका कामबाट भने जस्तो क्वेसन हो यो मेरो लागि है। र हामी जस्तो यङ मान्छे चाहिँ प्राइम एजमै फर्किने हो, बुढेसकालमा नेपाल फर्केर केही पनि हुनेवाला छैन। यदि फर्किने हो भने कि त क्लियर हुनु पऱ्यो म फर्किन्न, इट्स फाइन होइन। फर्किने हो भने किन ढिला गर्ने, जति ढिला गर्यो त्यति नै तपाईँहरूलाई चाहिँ झन् लोनलिनेस फिल हुन्छ। प्राइम एज चाहिँ सबै यता सकाउने, बुढेसकालमा गएर रिटायर हुनुलाई गएर कामै छैन। र अर्को कुरा पोलिटिक्सको कुरा चाहिँ मेरो एक्सपिरियन्समा चाहिँ पोलिटिक्स गर्नलाई चाहिँ अलिकति ब्याकग्राउन्ड अलिकति होइन एकदमै राम्रो पोलिटिकल नलेज भएको मान्छे चाहिन्छ, स्पेसली नेपाल जस्तो देशलाई। किनभने चलिरहेको कम्पनी चलाउनलाई सजिलो हुन्छ, बिग्रेको कम्पनीलाई राम्रो बनाउन एकदमै गाह्रो हुन्छ। बिजनेसको कुरा गर्ने हो भने एउटा जाबो कम्पनी चलाउन त यति गाह्रो छ। एउटा कम्तीमा पनि एउटा बिजनेस अथवा एउटा संस्था चाहिँ रन गरेको हुनुपर्छ जस्तो लाग्छ मलाई पोलिटिक्स गर्ने मान्छेहरू, अलङ विथ पोलिटिकल नलेज। जियो पोलिटिक्सको नलेज त अब हुन जरुरी नै छ। होइन भने हाम्रो जस्तो देशमा चाहिँ अब म जस्तो मान्छे होइन, दुई चारजनाले चिन्यो भन्दैमा गएर राजनीतिमा जाने अहिले जुन विम चलिरहेको छ, आइ एम कम्प्लिटली अगेन्स्ट इट। जसले जे जानेको छ त्यही नै गर्ने हो। र पोलिटिक्समा चाहिँ अहिले अहिले नेपालको इकोनोमिक सिचुएसन खासै राम्रो छैन नि त। अब यो बिग्रेको देशलाई राम्रो बनाउन कस्तो मान्छे चाहिन्छ, खतरा मान्छे चाहिन्छ।